कानी के बाकी कस्तो रमाइलो हुन्छ चन्द्रगिरी यात्रा हुन लेखेर हालिदिनुपर्छ सबैले देख्छ यताको बाटो चाहिँ देखिँदो रहेछ है कताको यताको बिस्तारै हिँड्ने आमै छलेर गइदियो हामीलाई त यो ओह्रालो जाँदा अलिक स्पिड जान्छ के अरे नि जाँदैन अहिले झर्दा थाहा पाइहाल्नुहुन्छ नि यस्तो ओह्रालोमा अब फेरि खाली पनि त गइरहेछ नि अहिले कानटुवाङ अहिले अब उँभो जाने उँभोबाट जाने मात्रै फर्किने छैनन् छैनन् अहिले रित्तै गइरहेछ ओह्रालो यो पनि हो त्यो ओह्रालाको विचारले सोझेर कुद्नु पर्ने हो नि हुन त यहाँ चाहिँ अलि डर लाग्दो हुँदो रहेछ हल्ला हुँदा होइन यहाँ के उयो मुर्खामा घोराक गर्छ क्या नगर्नु त्यो हेर्न मेरो गाडीको बाटो यहाँ हेर गाडीको बाटो ऊ गाडीको बाटो हेर। यहाँ त अब बाइकमा आउँदा ए, नि अँ। चताउताबाट हो र हेर्दै देखिसके ए यसै निस्किएर छ त ऊ गाडीको बाटो हेर ऊ गाडीको बाटो ऊ माथि त पिच्छै छ वर्षा यो बाटो पनि खासै पिच बनाउनु पर्ने हो नि त मेन त पिच छ नि माथि यो त यहाँ ट्र्याक्टर आउने मात्रै यो त गाडी खै आउँछ र ट्र्याक्टर सामान ल्याउने मात्रै हो पिच अब माथि गएपछि कत्रो पिच बाटो छ नि त मलाई हो नि मनोकामना जतिकै लामो लाग्यो यो तपाईँहरू पनि पहिला मनोकामना जतिकै लामो लाग्यो यो कुरो मनोकामना त गएको गर्थ्यो नि है त दुईचोटि गएको भनिरहेछ त त्यहाँ त्यति नै लामो रहेछ छ त होटलै उहाँ छ त्यो होटेल हो अँ